रुसी शब्दहरू सिक्न सकिन्छ रे सुन्दा त पत्यारै लाग्दैन होइन तर इजी रसियन विथ युला भन्ने एउटा युट्युब कोर्सले ठ्याक्कै यही दावी गर्छ। ल आज हामी मिलेर यो दावी कत्तिको साँचो हो त्यो जाँचेर हेरौँ न त। हो, तपाईले ठिकै सुन्नुभयो। केही घण्टामै 1000 शब्द। यो त कुनै जादुको कुरा जस्तै भयो। तर एकछिन है, यो दावीको पछाडि एउटा निकै नै चलाक तरिका लुकेको छ। अब प्रश्न उठ्छ कि यो साँच्चै सम्भव छ त कि यो सब मार्केटिङको लागि मात्र हो? खैर, यसको जवाब अरू कसैलाई सोध्नुभन्दा आफैले पत्ता लगाउँदा कसो होला? ल त अब यो विश्लेषणलाई एउटा रमाइलो मिसन नै बनाइदिऊ न। स्क्रिनमा केही प्रश्नहरू आउँछन् र हामी सबै मिलेर त्यसको जवाफ खोज्ने प्रयास गरौँला। तयार हुनुहुन्छ? हाम्रो पहिलो चुनौती रुसी वर्णमाला जसलाई सिरिलिक भनिन्छ। हो, हेर्दा अलि अप्ठ्यारो र अनौठो देखिन्छ नि होइन? तर विश्वास गर्नुहोस् यो त्यस्तो गाह्रो छैन।